हेलो गाइस, नमस्ते सबैजना आराम हुनुहुन्छ होला। दिस इज म्याचकी राजा सो अनि आजको ब्लगमा पनि तपाईहरु सम्पूर्ण मलाई स्वागत छ। आज चाहिँ म गाइस बस पार्कमा जाँदैछु। मेरो साथी काठमाडौँतिर जाँदैछ सो उहाँलाई चाहिँ म बिदाई गर्न जाँदैछु केही समयको लागि हैन। म अहिले न्यू रोडतिर जाँदैछु गाइस। सो गाइस अनि भिडियो चाहिँ केही दिन ग्याप रहन्छ, फेरि केही दिन आउँछ, यस्तै छ जिन्दगी चलिरहेको छ हैन। जति पनि हाल्छु तपाईहरुले थोरै भए पनि माया दिइराख्नु भएको छ, सो त्यही नै खुसीको हो मेरो लागि चाहिँ। सो गाइस म अहिले ठ्याक्क न्यू रोडमा छु, रोड क्रस गर्दैछु हैन। यता चाहिँ हाम्रो साथी चाहिँ विशाल बुढा र एकजना अर्को नयाँ साथी दिपेन्द्र सर हुनुहुन्छ। सर नमस्कार। अलि सर अलिअलि कहाँ जानु भएको? यता हो हजुरको घर? हजुर ए यता विशाल आछ नि, त्यही विशाल हुन जाँदैछ। हुन्छ सर, यहाँ सर हामीलाई पढाउनुहुन्छ हैन, त्यही भएर उहाँसँग एकछिन। सो मेरो राजालाई चाहिँ मैले उता देखिसकेँ। के यस्तो हराइजाने मान्छे, फोन पनि नउठाउने के भयो? बाइकमा भएर कसरी उठाउन होला ए त ल हामी चाहिँ जाँदैछौँ फेरि दुई जोडी महाजोडी भेट भयो हामी चाहिँ हैन। पहिलो केशव सर भेटिनु भएको थियो, ट्याक्क बल गराउँदै थियो हैन। केशव सिग्नल हाम्रो उता निहनको अनि के बल गराउँदै हिँडेको के भन्नुहुन्थ्यो, देखाउनु भएन केशव सरलाई? देखाए आउनु भएको छ नि पनि। सबैलाई त्यहाँ छोडेर आउनु ल पार्दै गर्नु, म आउँछु भने आऊ। लास्टै ढाड्दै विशाल सर मेरो आज कसम स्याम टु स्याम फिलिङ। एकछिन पनि रेस्ट गर्न नपाएर होला यो जस्तै भन्नु। मेरो मोबाइल सम्पत्ति यार खस्यो भने त खतम छ, अहिले राम्रोसँग पकाउनु पर्यो। We are going to bus park guys। इङ्ग्लिस हान्देको यो चाहिँ कोलपुरको बस पार्क, तपाईँहरूले देख्न सक्नुहुन्छ हैन। कतातिर हुनुहुन्छ? सो हामी चाहिँ ठ्याक्क अहिले बस पार्कमा आइसक्यो गाइस, तपाईँहरू देख्न सक्नुहुन्छ हामीलाई। गोरी देखिनु भएको नि। हेलो गाइज के छ? यस्तो गरेर क्या देखाउनु यता। अनि उहाँ चाहिँ धोका दिने आज चाहिँ हाम्रो एकदम नभेटे पनि हुन्छ सायद होइन सर। म्याम पाएपछि त हामीलाई त बाल छैन। हिजो टिकटक बनाउँदाखेरि एमटी पनि सर मलाई त्यो बिनुको डर लागिरहेको छ गरेर भन्ने क्या, बिनुको याद आइरहेको छ भन्ने हेर्नु। यतातिर ध्यान के आफ्नो बुढीको माया मान्नु पर्यो नि त। नेक्स्ट लैरहेको छ अरे 25सम्मको लागि। सो फाइनली गाइस हामी चाहिँ यहाँ टक्क उहाँ चाहिँ हाम्रो युएस के अरे हाम्रो कहाँ अरे काठमाडौँ क्यानाडा कि कि अलिक काठमाडौँसम्म नै जानु पऱ्यो नि त। उहाँ चाहिँ त्यो हाम्रो लागि युएस नै त काठमाडौँ युएसै नै हाम्रो टाइम म यहाँ आउनु भएको छ, उहाँ हिरो सर आउनु भएको छ होइन। अनि सो गाइस उहाँ चाहिँ रोइराख्नु भएको छ। उहाँ नरुनु होला हैन। किन तपाईहरु किन भाग्नु भएको? यता म त भाग्ने त अडियन्स मलाई एक्लै लास्टमा क्यामेरा एक्लै हुने क्यामेरा अब यस्तो गर्ने एक्लै बस्नु त होला हैन। ओए भिडियो रह माउडाको काच्चा कुच्चा पान्ने हो सबैले मिसको नाम है। ल हाम्रो विशाल राजाजीले चाहिँ होइन जोस
शुभयात्रा भन्नुहोस् मलाई शुभयात्रा भन्नुहोस् सो राति पर्न लागिसक्यो गाइस अब होइन उहाँ गाडी चाहिँ आएको छैन नेपालगञ्जदेखि गाडी आउँदैछ हामी उहाँलाई पठाउनको लागि चाहिँ यति बेलासम्म बसिरहेका छौँ होइन तेबिस सुन्नु न तपाईँसँग चाहिँ मलाई पर्सनली कस्तो लाग्छ भने हाम्रो एकै दिन जन्मेको डेट अफ बर्थ पनि यो सबै मिल्यो होइन यो साथी भन्दा पनि यो मतलब दिदी दाजुभाइ यस्तो नजिकको लाग्छ कि मलाई चाहिँ म 2 घन्टा अगाडि जन्मेँ होइन 4 घन्टा भनेपछि 12 घन्टा होइन ए त्यति बेला म दुध खान लाग्थ्यो होला कान्छ भाइ म के चाहिँ हो त होइन के तपाईँको त्यसलाई मतलब नगर्नु कि आफ्नै त्यो उसमा गर्नु पैसामा आउँछ न हामी चाहिँ आइसक्रिम लिन जान्छ फाइनली गाइस हामीहरू चाहिँ आइसक्रिम लिन जाँदैछौँ सरी हाम्रो त मिससँग आइसक्रिम लिन जाँदैछौँ आइसक्रिम दिन न 4वटा लट्ठीवाला दिनु एउटा सब लट्ठीवाला चाहिँ सबै एउटै हो एउटै हो कस्तो कुन ठिक हुन्छ आज यो लट्ठीवाला खाइदिनु त सबैले 4वटा लट्ठीवाला दिनु नि त सो हामी फाइनली आइसक्रिम पनि किनिसक्यो हैन त लाउनु 20 रुपैयाँ पर्छ एउटालाई हजुर 20 रुपैयाँ नयाँ किसिमको आइसक्रिम मैले चाहिँ खाएको थिएन है यस्तो चाहिँ यो कुल्फी भन्ने हैन र ए यो त खाथे फेरि ठिक छ अलि केटाले मानेनन् भने आउँछ फेरि मैले लिन अहिले हामी किनिसक्यो गाइस अब हैन हामी मिसको फेभरेट यो कुल्फी म ल्याएको छु यस्तो खाने कि नखाने नखाने हो हाम्रो आज पैसा दान गरेर फेरि पाउन सक्छ नि मैले 500 मात्र दिएँ हैलाई है ल बाबु आज कति पैसा गइसक्यो है खोल्दिनु न मलाई आज मेरो जमले दाजु हुनुहुन्छ हैन मैले आफै निकालेर छु गाइस सो गाइस म चाहिँ अब यो खाना गइरहेको छु सेतो चस उता पनि चस गरे फाइनली गाइस म चाहिँ आइसक्रिम खान गइरहेको छु कोकोकोला हो फाइनली गाइस हाम्रो साथीहरू चाहिँ जान लागिसक्नु भएको छ हुन्छ होइन सब्सक्राइब पनि गरिदिनु होला उहाँले आफ्नो सपना साकार गर्नु होला है त सबैले सब्स्क्राइब एन्ड बेल आइकनलाई क्लिक गरिदिनु होला धन्यवाद अनि कुन झोला बोक्नु पर्छ म बोकिदिन्छु ल जाऊ आउनु चाहिँ यही गाडी रहेछ आउनुहोस् न त छिटो सो उहाँहरू चाहिँ यो गाडीमा जान लाग्नु भएको छ गाइस होइन आउनुहोस् यो झोला बोकिदिनुहोस् च्याप्प पकाएर झोला समातिदिनुहोस् मलाई चाहिँ यो झोला बोकेको छु दिपेन सरले यो झोला कम्पनी दिन हामी चाहिँ बाई बाई गर्न आएको विशाल जति झ्याप्प बोक्दिनु हो दुइटै बोक्दिनु अनि हो त सो गाइस भने उहाँहरूलाई पठाउँदैछु अब भेट होला नहोला होइन धेरै समयको लागि उहाँ चाहिँ धेरै समयको लागि चाहिँ उहाँ जान लागिराख्नु भएको छ के यस्तो
ओ पुरै विदेशी जान लाग्छ त भारततिर टोली छ्या 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 यस्तो गर्नुहोस् न एकपल्ट सपना मिस अङ्गललाई हात ह्यान्डसेक गरौँ राम्रो जानुहोस् है सेफ जर्नी छ म त अहिले मान्दै मान्दैन सपना मिस शुभयात्रा होइन तपाईँले आज सोचेको सबै कुरा पुरा होस् सपना मिस सेफ जर्नी है त दौडिनु भयो बाई बाई सपना मिस बाई गर्नु न एकपल्ट यता यो गाडी छ खतरा गाडी छ यार ल जाउँ त अब आफ्नो ठुलो छुट्टी जग्गा सुन्नु न के सिटैमा बस्नु ठिकै छ सो फाइनली गाइस हामी चाहिँ उहाँलाई पठाइसक्यो अब हामी चाहिँ घरतिर जाँदैछौँ घरतिर भन्नाले हामी एकछिन बस्छौँ होला कतैतिर होइन हाम्रो बाइकको त छ अब हामी जाँदैछौँ कोलपुरको बस्दा रातिकालीनको अवस्थाहरू चाहिँ रात गर्न लागिसकेको छ सो हामी बाइक लिएर आइसक्यौँ छौँ अब यहाँ नास्ता पानी खाएर घरतिर लाग्छौँ हामी नमस्ते अङ्कल सो अब हामी यहाँ नास्ता पानी गरेर घरतिर जान्छौँ गाइस अब राति परिसकेको छ होइन त गाइस एकदम सो अनि आजको भिडियो यति नै अन्त्य गरौँ क्या जस्तो लागिरहेको छ मलाई तपाईँ बस्छ यता बस्यो जाला यो म देखिरहेको छु छैन एकदम एकचोटि हाने लागि अर्कोचोटिमा हान्दैछ तपाईँको नाम सो आजको भिडियो यति रहन्छ गाइस होइन तपाईँहरूले भिडियोलाई पनि अन्तिम समय जसले हेरिदिनु सबलाई थ्याङ्क यू सो मच भन्न चाहन्छु र अरू के भनौँ मेरो भिडियोमा नयाँ हुनुहुन्छ भने च्यानललाई सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला र कुन ठाउँबाट हेरिदिनु हुनुहुन्छ त्यो पनि कमेन्ट गरिदिनु होला सो अर्को बेला भ्लगमा भेट्ने बाछा गर्दै आजलाई यति नै टाटा बाई बाई गुड नाइट गाइस